नेपाल बीमा प्राधिकरणले बीमा दिवसको अवसरमा बीमा सम्बन्धी सचेतनात्मक कार्यक्रमहरू गर्दै आएकोमा आज बुधबार नेपाल बीमा प्राधिकरणले आफ्नो 57औं वार्षिक वर्षको अवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रले गर्नुभएको थियो। उक्त रक्तदान कार्यक्रमको प्रमुख अतिथिमा नेपाल रेड क्रस सोसाइटी कास्की शाखा सभापति उर्मिला खड्का भण्डारी हुनुहुन्थ्यो। त्यस्तै विशेष अतिथिहरूमा पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय अध्यक्ष केदारनाथ अधिकारी, पोखरा निफ्ट च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेल र सर्वेयर एसोसिएसन पोखरा च्याप्टरका संयोजक बुद्धिराज अधिकारीको विशेष अतिथि रहेको थियो। उक्त रक्तदान कार्यक्रममा प्रदेश प्रमुख सर्वेयरहरू अभिकर्ताहरूको सहभागिता रहेको थियो। सो कार्यक्रममा बीमाका शाखा तथा उपशाखा प्रमुखहरूको उपस्थितिले वृहत रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि नेपाल रेड क्रस सोसाइटी कास्की शाखा सभापति उर्मिला खड्का भण्डारीले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको विधिवत ढंगले अगाडि बढाउनु भएको थियो। रक्तदान जीवनदान, जीवनदान महादान भन्ने उच्च आदर्श प्रेरणाबाट प्रेरित भई नेपाल बीमा प्राधिकरणले आफ्नो स्थापना कालदेखि नै आफू मातहतका विभिन्न अभिकर्ताहरू लगायत आफू मुख्य रूपमा आयोजना गरी कैयौं पटक रक्तदान गर्नुभएकोमा नेपाल रेड क्रस सोसाइटी कास्की प्रादेशिक रक्त सञ्चारको तर्फबाट धन्यवाद दिनुभएको थियो। यहाँहरूले यस्तै पुण्य कार्यलाई आउँदा दिनहरूमा पनि निरन्तरता दिनुहुन्छ भन्ने विश्वास व्यक्त गरेको छौं उहाँले भन्नुभएको थियो। प्रमुख अतिथि भण्डारीले यस कार्य असाध्यै राम्रो पक्ष पनि हो, आफ्नो उत्तरदायित्व लिनुपर्ने बताउनुभयो। त्यस्तै जीवन बिमा र रगत तथा रक्तदानको सम्बन्ध नजिक रहेको बताउनुभयो। जसरी मानिसको गोजीबाट पैसा हराएर नासिएर जान्छ, त्यसै गरी महिनामा मरेर जाने सेलहरू, खेर जाने रक्तहरू दिँदा रक्तदान गर्दा मानिसको प्राण बच्ने हुँदा रक्तदान गरी पुण्य कमाउनु पर्नेमा उपस्थित वक्ताहरूले जोड दिनुभएको थियो। नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रले यस पुनित कार्यमा आफ्नो अमूल्य समय प्रदान गरी रक्तदान गर्नुहुने सबै रक्तदाताहरूलाई 84 युनिट रगत संकलन गर्न सफल भएकोमा विशेष अतिथि, प्रमुख अतिथि एवं सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।